सम्पूर्णमा नमस्कार। आज चाहिँ म जग्गाको हदबन्दी सम्बन्धी केही जानकारी दिन गइरहेको छु। अब यो जग्गाको हदबन्दी भनेको के हो त भन्दाखेरि कुनै पनि व्यक्ति अथवा निजको परिवारले चाहिँ जग्गा धनीको रूपमा कतिसम्म जग्गा राख्न पाउँछ भन्ने विषयवस्तुलाई नै जनाउँछ यसले, हैन। अब तपाईँको यो फरक फरक ठाउँमा फरक फरक क्राइटेरिया छुट्याइदिएको छ हाम्रो ल्यान्ड्स एक्ट 2021 को दफा 7 ले चाहिँ, हैन। अब तपाईँको चाहिँ कुनै पनि व्यक्ति अथवा निजको परिवारले जग्गा धनीको रूपमा तराई क्षेत्रमा चाहिँ 10 बिघासम्म, त्यसपछि काठमाडौँ उपत्यकामा चाहिँ 25 रोपनीसम्म र काठमाडौँ बाहेक अन्य सबै पहाडी क्षेत्रहरूमा चाहिँ 70 रोपनीसम्म चाहिँ राख्न पाउने भन्ने कानुनी प्रावधान छ। र यसमा थप गरेर करेसाबारी अथवा घरबारी भनेर चाहिँ तराई क्षेत्रमा चाहिँ तराई लगायत भित्री तराई क्षेत्रमा चाहिँ 1 बिघासम्म र काठमाडौँ उपत्यकामा चाहिँ 5 रोपनीसम्म र काठमाडौँ बाहेक अन्य सबै पहाडी क्षेत्रहरूमा चाहिँ 5 रोपनीसम्म जग्गा राख्न पाउने चाहिँ कानुनी व्यवस्था छ। हस्, धन्यवाद।